It's नभएको ल पुतली. Can you understand me? पुतली मैले तिमीलाई समातिरहेको छु. तिमी मेरो हातमा ल्याएर बसिरहेको छौ. माई गड मेरो मुटु नै फुट्ला जस्तो भइसक्यो. एकछिन बस ल पुतली. हेर्नु न कति राम्रो पुतली. माई गड. ओ माई गड हेर्नु न. ओ माई गड हेर्नु न कस्तो. माई गड के नाम होला है पुतलीको. के जातको पुतली होला. मेरो हात जत्रै ठुलो छ भने हेर्नु त. ओ माई गड पुतली तिमी आज भाइरल बन्छौ ल. ल मेरो नाम चाहिँ आशिका तामाङ हो कि. अनि म अहिले नेपालमै छु. म 2टा बच्चासँग बस्छु यहाँ नेपालमा. तिमीलाई भेट्न आएको. तिमी मेरो हातमा आएर बस्यौ. मलाई एकदम खुसी लाग्यो. अनि आज शनिबार हो. अनि आज बुढाहरूलाई खेलाउन ल्याएको. तिमीलाई देखाउन ल्याएको. तिमी त कस्तो ज्ञानी रहेछ पुतली. ओ माई गड छु म चाहिँ. अनि यो चाहिँ उहाँलाई दाइलाई सोधिरहेको छु. यसमा बिसादी हाल्यो के लु आइ भन्नु त हुँदैन. किन यस्तो रातो भयो त. चाइनिज लिची. चाइनादेखि आउँछ लिची यहाँ. होइन यसमा कलर हालेको भन्ने आएको आँप. अनि आँपमा चाहिँ यो अहिले एकदम बिसादी हालेर बेचिरह भन्ने कुरा आइरहेको छ. के छ ए त्यही त यो चाहिँ हालेको छैन बिसादी. अनि पाक्ने बेला भएर आँप भने भइसक्यो. ए यहाँ सबै देख्नुभयो. यो कुनै पनि हालेको छैन बिसादी. ए ओके यहाँको फोटो ए मिठे हल्ला हो. झुटो त बोल्नु हुँदैन नि दाइ. फेरि पाप लाग्छ नि. हो के आइडिया छ तपाईले कसरी थाहा पाउनु भनेको. यो 3 दिन 4 दिन लर राख्नुस्. हजुर तपाईले 20 हालेछ नि भोलिबाट यो सुक्दै जान्छ. यो 4 दिन राख्नुस् केही पनि हुँदैन. इंडियन मालदा यो भन्दा सानो आउँथ्यो 2 दिन राखेपछि सुकेर जान्थ्यो. ए त्यो मेरो दिनु त लिची कति भयो. 250 भन्नुभएको थिएन. यो 340 भयो. ए ल ल ल है त दाइ. ल यो मिसिया चाहिँ हुनु भएन. तपाईले जहिले पनि यो लिएर गएपछि भोलिबाट यो भोलि नै सुक्नु भएन क्या. कन्टिन्यू गरिरहनु भएन त सुक्नु भएन क्या. ए हस् यतातिर नि छ उहाँ हाँसिरहनु भएको दिदीहरू है. अनि यहाँ चाहिँ यो बिसादी मिसिया छैन भनेर हामी दाइको नाम दिवाकर ज्यूले चाहिँ भनेर भन्नुभएको छ है त. ल यो बिसादी मिसिया होइन अरे. तपाईँहरूले चाहिँ आएर किनेर खान सक्नुहुन्छ यहाँको आँप र लिची. बहिनी पाउनु त नयाँ छाताको लागि भन्दैन. यो त राम्रो हो कि. यसो खोल कहाँ फाल्नुभयो तपाईँले. खोल कहाँ फाल्नुभयो. प्लास्टिकको खोल खोइ फाल्ने होइन नि भुइँमा. त्यो टिप्नुपर्छ आउनु भयो नि. त्यो त फाल्नु हुँदैन नि. त्यसरी फाल्नु हुँदैन. बुझेँ मैले. तपाईँले बोल्नु सक्नुहुँदो रहेछ. मैले बुझेँ होइन. तर त्यसरी फाल्नु हुँदैन नि. प्लास्टिक खोल कहाँ फाल्नुभयो तपाईँले. कहाँ फाल्नुभयो मलाई देखाउनु त. के हो नाम तपाईँको. ए बोल्न सक्नुहुन्न. ए राम्री बहिनी हुँदैछ. कहाँ फाल्नुभयो प्लास्टिक खोल. तपाईँ प्लास्टिक खोल खोइ. यसको खोल खोइ. यो हो छाताको खोल. ठिक छ अबदेखि नफाल्नु भुइँमा है. ओके यस्तोमा हालेर लान्छ खसी. गाह्रो हुँदैन उसलाई. हजुर खसीलाई सोध्ने होइन. किन तानेको तिमीले त्यसरी हो. त्यसरी तान्ने होइन भाइ. कसले राखेको. यसरी राख्नै पाइँदैन. हेर्नु त यसरी छोपेर पुरै. तिमी बन्न सक्छौ 5 मिनट त्यसरी छोपेर राख्दाखेरि. यसरी राख्ने होइन. खुल्ला उसमा राख्ने हो. भित्र ल राख्नु न. यो सामान राख्ने ठाउँमा यसरी राख्ने हो. खसी त्यसरी नतान्नु भाइ. तपाईँले मर्छ खसी. त्यसरी तान्ने होइन. कि मार्नु भने पक्लकै मार्नु. त्यसरी दुःख दिएर उबार्नु हुँदैन. बुझ्नुभयो. त्यो निकाल्नु खसी. यहाँ यसरी राख्न पाइँदैन हो. निकाल्नुहोस् बाहिर. उसलाई किन भित्र हाल्नु होला. बिस्तारै बोलाउनु न. माया गरेर बोलाउनुहोस्. घाँस दिएर दिन बोलाउनुहोस्. उहाँ घाँस चाहिँ यस्तरी गर्ने हो त. लाउने घाँस त्यसै आइहाल्छ नि. लाउनु त्यसरी डिकीमा हाल्ने होइन नि त खसी हालेर भाइ. तिम्रो गाडी हो यो भाइ. त्यसरी हेर तिमी. ल तिमी जस्तै चिन्दो रहेछ मलाई होइन. यसरी चाहिँ राख्नु हुँदैन क्या भाइ.
भित्र माथि प्यासेन्जर हुन्छ यसको डिसीहरुमा हाल्ने भने डिकीमै हो डिकीमा हाल्ने होइन भाइ सामान हो र यो सामान हो र भाइ कहाँ हाल्ला भन्नु तपाईँ भन्नु भित्र राख न यार सिटमा राखिदिनु सिटमा हैन भुइँमा राख न प्यासेन्जर मुते गराउँदैन अन्तर तिमीलाई यहाँ अलाउ छ राख्नलाई मिल्छ आनन्दले यहाँ मिल्दैन भाइ यहाँ चाहिँ यसरी राख्न मिल्दैन हेर्नुहोस् है जे भने जनावर भए पनि एउटा प्राण भएको प्राणी हो त्यसरी थुनेर राख्न मिल्दैन भाइ हेर तिमी 5 मिनेट बस्छ तल त भित्र म थुनिदिन्छु सक्छु बनाए भित्र आफ्नो बहनी हो के तर आफ्नो बहनी हैन उ त्यसरी तानिरहेको छ यार डरले त्यस्तो गरिरहेको छ खुट्टा नै उ मिस्किन गरे हजुर यस्तो त हुँदैन नि त हो के पुलिसलाई बोलाउनु पर्ने हो त छनु म बोलाउँछु छनु तपाईँ त एकदमै आऊ कान्छा तिमीलाई दुःख दिए आऊ यता आऊ बाहिर निस्कछ भाइरलको कुरा होइन के भाइ कस्तो भाइरल के को भाइरल यता आऊ कस्तो भाइरल मेरो नाम छैन आशिका तमाङ भन्नु न के भाइरल त अचम्म यस्तो त मिल्दैन भाइ यो त पुलिसलाई भन्छु म पुलिसलाई बोलाएर ल्याउँछु तपाईँहरूको दादागिरी बढी भयो यसरी जनावर तपाईँले थुनेर राख्दा कस्तो हुन्छ सिटमा हाल्नु न त किन नबग्नुहोस् गाडी बग्ने कुरा हो यो तपाईँलाई सुन्नु न तपाईँ सामान हाल्ने हो कि यहाँ मैले बुझेँ सामान हाल्ने हो निकाल्नु भाइ बिस्तार जानु न ऊ ठुलो रहेछ अनि यत्रो भाग्यो ल बिस्तार यस्तरी थुन्छ भाइ अनि कस्तो कुरा छ यो त बहिनी नमस्ते चिन्नु भयो मलाई अनि उहाँ चाहिँ को हो भाइले हेरेर बसेको कस्तो चेन्ज भएछ त अनुहार त सफा भएछ अहिले त छाला हेर्नु कस्तो स्किन कति राम्रो हुँदै आएको त ल के गरिरहनु भएको छ औषधिहरू के गरिरहनु भएको छ यिनीहरू लगाउनुहुन्छ त्यो छाला त पुरै चेन्ज भएको छ कस्तो राम्रो भएको तपाईँको छाला छुन मिल्छ कति राम्रो ल हेर्नु त ओहो कति राम्रो भएको त धर्म त ओहो अनि तपाईँलाई यहाँ कति 257 है बेड नम्बर अनि तपाईँलाई कोही भेट्न आउनु भएको छ कोही आउनु भएको छैन हुन्छ अनि तपाईँको मम्मी आउनु भएको छैन मम्मी अस्ति नै आएर यस्तो सिधा गर त अपरेसन गर्ने भन्नुभयो यो हात अपरेसन गर्ने भन्नुभयो डक्टरले हो र आँखा अपरेसन गर्ने रे सिधा गर्नु त हात हुँदैन त्यो चाहिँ अपरेसन गर्ने हुँदैन त यो जुस नि एकैचोटि यो जुस मात्रै खानु हुँदैन आधी पानी आधी जुस हालेर खानुपर्छ बुझ्यौ है यस्तो खानुपर्छ औषध खानुपर्छ अहिले खाऊ त ल खाऊ त समातेर खान सक्दो रहेछ त तिमीले त यो अब हात अपरेसन यो हात चाहिँ अपरेसन गर्नुपर्छ भन्दा मलाई समात त मेरो आउँला समात्दो रहेछ त उसले त ल ल कहाँ पुग्नु तपाईँ जोरपाटी होइन कति हो भाइ जोरपाटीसम्मको कति भन्नुभयो पहिला उहाँले 440 भन्नुभयो 440 हो त कस्तो नजाने भए तपाईँ किन बस्नुहुन्छ त बाटोमा जनताको सेवा गर्छु भनेर बस्नु भयो होइन सार्वजनिक गाडी कुदिया छ अनि नकुदेपछि तपाईँले भुर्की लाउने हो कस्तो तपाईँले पुर्याइदिनुहुन्छ हुन्छ अरे तपाईँले सुहाउँछ त्यो भन्नलाई म पठा हो इन्ड्राइभ हो म कस्तो कुरा गर्नुहुन्छ 450 भन्नुभएको त्यस्तो सोध्नु मान्छेलाई तपाईँले उहाँले भन्दैन भएको छ अहिलेको कुरा 450 भन्नुभयो उहाँले सुरुमा 440 अझ 400 उहाँले झुटो बोल्छ त्यस्तो बार्गेनिङ हुन्छ तपाईँको त्यस्तो गर्न सुहाउँछ भन्नु न तपाईँले जनताको सेवा गर्छु भने बसेपछि
5-10 रुपियाँ तपाईँलाई चाहियो भने त उनीहरूले बढी आफै दिइहाल्छ नि त्यो त गर्नु हुँदैन के हाले त्यस्तो होइन नि नमिल्दा तपाईँ घरै गएर बस्ने हो यहाँ आएर बाटोमा गरेपछि तपाईँले जनताको सेवा गर्नु पर्यो सेवा गरे अनुसार तपाईँले के अरे लिनु पर्यो ग्राहकसँग शुल्क लिनु पर्यो त्यस्तो बार्गेनिङ गर्ने होइन नि मार्केट हो र यो बार्गेनिङ गर्नलाई अचम्म हजुर यहाँबाट के अरे जोरपाटीसम्म त्यो दाइ पुग्न खोजेको जोरपाटीसम्मको 230 भन्दा छैन उहाँ भन्छ 440 भन्नु पर्यो उहाँले त्यस्तो हुँदैन नि त त्यस्तो त म कहाँ जाने नि त पठा हो ठग्नु भएन है भाइ हो त्यो दिनुपर्छ ठग्न चाहिँ ठोक्नु चाहिँ हुँदैन है उहाँले डाइरेक्ट त्यो भन्नुभयो नजानु भयो त्यो धेरै नमस्ते बोतल कहाँ फाल्नुभयो आफैसँग राख्नुहोस् है ए ठिक छ बाटोमा चाहिँ नफाल्नु है त्यसरी हस् यहाँ हात मिलाउनु छ ल हस् धन्यवाद ओ भाइ रोक त त्यो लड्न लागिसक्यो त्यो झरा लागिसक्यो पछाडिबाट सुन्यो भाइ तिमी झरा लागिसक्यो रोक त यो तरिका हो झरा लागिसक्यो हेर त तिम्रो ज्यान भाइ तिमी लड्न लागिसक्यो के रोक त कस्तो मान्छे यार ज्यान धराममा गरेर हिँड्छ यार वही र उही गरेर भाइ ओ भाइ गुड्का कता फाल्नु भयो गुड्काको खोल भर्खर कहाँ फाल्नु भयो टिप्नु है कहाँ गुड्का खोल यहाँ मैले देखिरहेको छु है भाइ ऊ त्यहाँ तपाईँको त्यहाँ हो फाल्नु हुँदैन नि खल्ती खै 8वटा खल्ती छ हेर्नु त कतिवटा खल्ती छ खल्तीमा राख्नु